सो हामीलाई रिसेन्टली चाहिँ एकजना क्लाइन्टले कन्ट्याक्ट गर्नुभएको थियो। उहाँले चाहिँ एउटा नक्सा बनाइसक्नु भएको रहेछ। सो त्यो नक्सालाई चाहिँ उहाँले चाहिँ एकचोटि हेरिदिन अथवा रिभाइज गर्नको लागि कहाँ चाहिँ अझै मिलाउन सक्ने चान्सेस हुन्छ त्यो हेर्नको लागि चाहिँ हामीलाई कन्ट्याक्ट गर्नुभएको थियो। सो त्यो हेर्दाखेरि चाहिँ हामीलाई नर्मल्ली प्लान चाहिँ नक्सा पठाउनु भएको थियो र यो चाहिँ एउटा जस्ट ग्राउन्ड फ्लोर प्लानको चाहिँ मैले लेआउट तपाईँहरूलाई देखाउँदैछु। हामीले चाहिँ प्लानलाई सर हेर्ने हो भने चाहिँ उहाँले चाहिँ वास्तु अनुसार चाहिँ रुमहरूको लोकेसन चाहिँ राख्नु भएको छ, तर वास्तु अनुसार मात्र भएन। जस्तै वास्तु साथसाथै हामीले चाहिँ प्लानमा पर्वत सर्कुलेसन, फङ्सनल र डेली लिभिङको लागि चाहिँ इजी एन्ड कम्फर्ट अनुसारको प्लानिङ गर्नुपर्ने हुन्छ। जसमा चाहिँ हामीले फर्स्टमा चाहिँ लिभिङ हलमा हेर्ने हो भने चाहिँ मेनली यसको फङ्सनल र साइजेसमा चाहिँ अलि मिलाउन सक्ने चान्सेस देखिएको छ। जसमा चाहिँ हामीले हेर्ने हो भने टिभी र लिभिङको डिस्टेन्स चाहिँ एकदमै बढी छ, जस कारणले चाहिँ म्याक्सिमम नम्बर अफ सिटिङ चाहिँ यसरी भएको छ र टिभीको अपोजिट चाहिँ हामीले जम्मा 3 सिटर अथवा 2 सिटर मात्र स्पेस पाएका छौँ। जसले गर्दाखेरि चाहिँ डेली लिभिङको हेर्दाखेरि चाहिँ हामीलाई एकदम कम डिस्कम्फर्ट हुन्छ र साथसाथै चाहिँ अर्को एउटा मिलाउन सक्ने चान्स भनेको चाहिँ हामीले चाहिँ कि लिभिङमा बस्दाखेरि चाहिँ यो भिजुअल एक्सेस चाहिँ हाम्रो डाइरेक्टली भयो बेडरुमको, जसले गर्दा चाहिँ प्राइभेसीमा पनि ह्याम्पर पर्यो। साथसाथै टोयलेटको एक्सेस पनि सिधै लिभिङबाट हाम्रो एक्सेस हुने भयो। जस कारणले चाहिँ हाम्रो अर्को चाहिँ किचनमा पनि फङ्सनल र साइजेसमा चाहिँ एकदमै कन्जस्टेड अथवा डिस्कम्फर्ट जस्तो देखिएको छ। साथसाथै चाहिँ यसको बेडरुममा एक्सेसमा पनि हामीले डाइनिङबाट जानुपर्ने जस्तो देखियो, जसले गर्दाखेरि चाहिँ प्लानिङमा चाहिँ राम्रो भएको छैन। सो यसलाई चाहिँ हामीले अझै रिभाइज गरेर एउटा प्रपर फङ्सनल लेआउट प्लान प्रपोज गरेका छौँ। सो हामीले चाहिँ यो प्लानमा हेर्ने हो भने चाहिँ जसले गर्दा हाम्रो लिभिङ हलको साइजेसदेखि लिएर टिभी र सिटिङ एरेन्जमेन्टहरू एकदमै राम्रो भएको छ, जस कारणले चाहिँ म्याक्सिमम नम्बर अफ सिटिङ अकुपाई पनि भयो र साथसाथै इजी र कम्फर्ट पनि डेली लिभिङको लागि ठिक भयो। जसले गर्दा चाहिँ हामीले एउटा ब्यारियर वाल क्रिएट गर्यो, जसले गर्दा चाहिँ पहिलाको भन्दा अहिले चाहिँ प्राइभेसीलाई पनि ह्याम्पर परेन र हाम्रो बेडरुमको एक्सेस पनि भित्रबाट भयो र टोयलेटको एक्सेस पनि डाइरेक्ट चाहिँ लिभिङ हलबाट चाहिँ हाम्रो ब्यारियरले गर्दाखेरि चाहिँ देखिने भएन। र अर्को चाहिँ हाम्रो पहिलाकोमा चाहिँ टोयलेटमा चाहिँ डक्ट चाहिँ प्लेसमेन्ट थिएन र अहिले चाहिँ हामीले एउटा डक्ट राखेका छौँ, जसले गर्दाखेरि चाहिँ टोयलेटमा भेन्टिलेसन र प्रपर लेआउट प्लम्बिङको चाहिँ प्लान गर्न सकियो। र अर्को चाहिँ हाम्रो अर्को चाहिँ रिभाइज गरेको पोर्सन भनेको किचन डाइनिङको स्पेस हो, जसले गर्दा चाहिँ अहिले चाहिँ हामीले नर्मल्ली ब्रेकफास्ट काउन्टर सहित यु सेपमा चाहिँ हामीले काउन्टर प्लान गऱ्यौँ। जसले गर्दा चाहिँ हाम्रो यो पार्टमा चाहिँ हामीले पेन्ट्री युनिटदेखि लिएर माइक्रोवेभ फ्रिजहरूको लागि चाहिँ एउटा डेजिग्नेटेड स्पेस तयार पार्यौँ र डाइनिङको र किचनको पनि स्पेस फङ्सनल देखियो, जसले गर्दाखेरि चाहिँ इजी मुभमेन्ट, सर्कुलेसन र डेली पर्पजको लागि चाहिँ एकदमै कम्फर्ट र इजी एक्सेस हुने भयो। र अर्को चाहिँ हामीले बेडरुमको चाहिँ एक्सेस चाहिँ डाइरेक्ट यताबाट दियौँ, जसले गर्दा चाहिँ हामीले स्टेयरकेसको नम्बर अफ स्टेप्स र प्लानिङ पनि चेन्ज गर्यौँ। जसले गर्दाखेरि चाहिँ हाम्रो पहिलाको र अहिलेकोमा चाहिँ स्टेयरकेसको लेआउटै चेन्ज गरेर बेडरुमको एक्सेसदेखि लिएर सबै पर्पट फङ्सनल बनायौँ। र पहिलाकोमा चाहिँ वालहरूको साइजेस पनि कुनैमा 9 इन्चहरू थियो भने चाहिँ हामीले चाहिँ अहिले 5 इन्चको इन्टरनल वाल राख्यौँ, जसले गर्दाखेरि चाहिँ रुमहरूको साइजेस पनि बढ्यो र त्यसले गर्दा स्पेसियस पनि देखियो र हामीले चाहिँ यसरी प्रपर फङ्सनल प्लानिङ गऱ्यौँ। सो हामीले चाहिँ थोरै स्मल चेन्जेस गरेर पनि बिगर इम्प्याक्ट क्रिएट गर्न सक्यौँ। सेम कन्स्ट्रक्सन कस्टमा भित्रको फङ्सनल राम्रोसँग प्लानिङ गऱ्यौँ भने हामीले प्रपर सर्कुलेसन सबै कुरालाई मध्यनजर गरेर राम्रोसँग प्लानिङ गर्न सकियो र डेली पर्पजको लागि चाहिँ एकदमै इजी र कम्फर्ट क्रिएट गर्न सक्यो। सो प्लानिङ गर्दाखेरि चाहिँ हामीले सबै कुरालाई माइन्डमा राखेर राम्रोसँग प्लानिङ गर्न सक्यो भने घरको लुक्स अथवा घर नै राम्रो हुन आउँछ। सो यु क्यान कन्ट्याक्ट अस फर यर ड्रिम हाउस।